नमस्ते सबैजनालाई है, सम्पूर्ण मेरो फेसबुक पेजमा हुने साथीभाइहरूलाई मैले एउटा सानो भिडियो कति खानाको मात्रै हाल्ने है। आज त मलाई एउटा सानो अचार बनाउनु मन लागेको थियो, होममेड अचार मुलाको है। घरमा यहाँ दोकानको लागि धेरै चाहिन्छ, धेरै क्वालिटीको। अब अहिले त मुलाहरू अलिकति कम्ती रेट पनि हुँदै गयो भनेर पोहोर पनि मैले धेरै बनाएको थिएँ, 30-35 किलोको अचार बनाएको थिएँ है, सकियो। योपालि पनि फर्स्ट स्टार्ट यही हो। अलिकति अचार बनाएँ मैले, हिजो 4 किलो मुला राखेको थिएँ, त्यसलाई नै टक्क सुकाएर चाहिँ अलिकति ओइलाएँ हो रे। अब यो अचार बनाउनुलाई चाहिँ म रेडी भएँ। यसमा म मसला के हाल्छु भनेर म देखाउँछु ल तपाईलाई। यो मैले अलिकति हर्दीलाई बेसार युज गरेँ है। यहाँनिर नुन 1 बटुका। नुन चाहिँ तपाईले स्वाद अनुसार लिनु सक्नुहुन्छ। अब कसैले बेसी कोही बेला कम्ती खानुहुन्छ, तर मुला अमिलो हुँदै गएपछि नुनले काट्दै जान्छ र अलिकति ठिक्कको हाल्नुस्। र तेल चाहिँ रिफाइन होइन, यो म खाने तेल हाल्छु म। सरसोको तेल मिठो हुन्छ अचारलाई चाहिँ। जेको अचार बनाउँदा पनि खाने तेलै युज गर्नुस्, मिठो हुन्छ है। अब म तपाईहरुलाई मसला देखाउँदैछु। यहाँनिर आयो, मैले एउटा तोरी र 1 बटुका राखेको छु। मानिलिनुस् त्यो तोरी मेरो 150 ग्राम जस्तो छ है। यहाँनिर मेरो जिरा छ 50 ग्राम जस्तो, 25 ग्राम जस्तो होला हौ। यो धनिया 1 बटुका। यो चाहिँ धनिया, गोटा धनिया, तोरी है, जिरा। यहाँ चाहिँ मैले मेथी चाहिँ किन हालेको भनेदेखि चाहिँ फ्लेभरको लागि। भुटेको मेथी पिस्दा फेरि फ्लेभर मिठो आउँछ, टेस्ट हुन्छ खानुमा। र खोर्सानी चाहिँ मैले उयसहरू हाल्दिनँ, चिल्ली पाउडरहरू त्यस्तो केही पनि हाल्दिनँ। मैले यो सुक्खा खोर्सानी लिएँ। यो सुक्खा खोर्सानीलाई केलाएर रेडी गरेको छु। मेरो मसला म रेडी गर्दैछु ल, हेर्नुहोस् है त। यो चाहिँ मैले मेथी हालेँ है। अलिअलि रातोमा पाटाकुटुक बनाउनु पर्छ यो मेथीलाई चाहिँ। हजुर, अचार बनाएको मैले मेथी भुटिसकेँ। मिक्सीको जरमा हालेँ मैले। यो चाहिँ मैले धनिया 1 बटुका यहाँ। यो चाहिँ मैले जिरा हालेको छु 150 ग्राम जस्तो, 100 ग्राम जस्तो जिरा चाहिँ। 100 ग्राम छैन, 50 ग्राम होला।
यो चाहिँ होममेड अचार। यो चाहिँ हालेँ मैले तोरी, 1 बटुका छ तोरी। मुलाको अचारमा तोरी चाहिँ बेटर हो। अच्छा अन्त भोलि उयो गर्ने होइन है। यो चाहिँ फाइनली मेरो रेडी भयो मसला है। तातो चाहिँ नगर्नु भन्छ। यो चाहिँ मेरो यो टाइममा दोकानमा अलिकति बन्द गर्ने टाइम भयो त त्यसले गर्दाखेरि पार्ट टाइम होममेड अचार बनाऊँ भन्ने। फाइनली रेडी भयो मेरो अचारको मसला। यो मेरो यति मुलामा चाहिँ मैले यो मसला हालेँ। दरदरा बनाउनु पर्छ है साथीहरू। मसला चाहिँ मिहिन गर्नु हुँदैन है।
नुन चाहिँ मैले सेती हालेँ हेर्नुहोस् त डल्लै हालेन नुन चाहिँ। तेल चाहिँ मैले यो हाल्दैछु खाने तेल प्योर। मेरो अचार चाहिँ रेडी हुँदैछ है फाइनली। कोसिस गर्नुभयो भने सबै कुरो टेस्ट आउँछ, मिठो हुन्छ है। गर्दै गरेन भने त कसरी थाहा हुन्छ। गर्नुहोस् है, टाइम छ र यो सब गरेर राख्नुहोस्, घरमा आफूलाई पनि हुन्छ। मेरो चाहिँ दोकानले गर्दाखेरि दोकानमा धेरै अचारको बनाउँछु। अब यो अचारलाई चाहिँ म घरमा लान्छु, भोलि काम सुकाउँछु। भोलि चाहिँ मेरो छुट्टी है, छुट्टी बस्छु। सबै डल्ले खोर्सानीहरू पनि सुकाउनु छ मेरो। मेरो चाहिँ अचार रेडी भयो। अब यो रेडी भइसकेपछि चाहिँ म तपाईँहरूलाई देखाउँछु है। अमिलो भएन, 3 दिनमा त अमिलो भइहाल्छ। ओके, सबैजनालाई गुड नाइट।